दलितलाई तपाईँ बन्दुक बोकाएर लगेर बाहुनको चुलामा लगेर भात खुवाएको त माओवादीले हो। दलितलाई बन्दुक बोकाएर लिएर गएर मन्दिर छिराएको त माओवादीले हो। भगवान तिम्रो पनि हो भनेर चिनाएको माओवादीले हो। तिम्रो श्रम यो देशको सबभन्दा रेस्पेक्टेबल श्रम हो, तिमीले गरेको हो भनेर चिनाएको माओवादीले हो। तर आज मेरो यसो कहिलेकाहीँ फेसबुकमा हेर्छु, बिक परियार भन्नेले राजा आऊ देश बचाऊ भनेर यहाँ लेख्न आउँछ कमेन्ट। बिचरा त्यसमा चाहिँ उत्पन्न भएको विषय देखेर मलाई अहिले नि दया लाग्छ। 10 वर्ष जनयुद्ध लडेर ल्याएको लोकतन्त्रमा स्वतन्त्र भए पनि अहिले रुकुममा नवराज बिकको जातीय विभेदकै कारण मारिनु परिवर्तन हो। एकछिन बन्दुककै डरले चुलोमा बसे पनि धारा पँधेरा मठ मन्दिर अझै पनि अछुत छन्।